हेलो गाइजहरू, ल हेर्नुहोस्, अघिको भिडियो बिग्रियो। अहिले नयाँ भिडियो हालिरहेको छु, हेर्नुहोस्। एक त्यहाँनिर सिमी छ, त्यो पनि खाइ नसकेर सबै सुकेर गइसक्यो। यता धनियाँ पनि खानु नसकेर सब फुलेर गइसक्यो। के गर्नु, गाह्रो छ। यता पटुवा छरेछु, यता भिन्डीहरू सबै कुरा छन्। यहाँ चाइनिज धनियाँ यहाँ उम्रिरहेको छ, टनाटन छ नि, हेर्नुहोस् पुरा। यता घिउकुमारी, यता फुल हो, यता टमाटर हेर्नुहोस्। यता यो पथरीको दबाई हो, यो एकदम मूल्यकान हो, एकदम यो दामी कुराहरू हो। यहाँ धारा नुहाउने ठाउँ हो। उता टमाटर छ है, हेर्नुहोस् गाईहरू। यता यो रायोको बिउ हो। यहाँ उता सजिउन छ, पहाडतिर मनुका पनि भन्छन्, यता तराईतिर सजिउन भन्छन्। उता कोलाहरू छन्, हेर्नुहोस् गाई। यता सोपहरू, यहाँ इस्कुस, यहाँ लहरा यत्रो भइसकेका छन्। मकै यता, उता कोलाहरू पसाएर भइरहेछन्। जे होस्, खानुलाई किन्नु पर्दैन। हेर्नुहोस्, कोला पनि यस्तो सानै उसमा फलेको छ। हेर्नुहोस्, जहाजी केरा भन्छ, स्पेसल केरा छ। उता उता आँपहरू हेर्नुहोस्। अरू केही छैन, यस्तै हो घरेसी। यता सोपहरू अब हेरिहाल्नु भयो, सिमी हेरिहाल्नु भयो। अरू के छ र, खै अरू केही छैन। यहाँ मेरो मुसाले यहाँ डिब्बामा छरेको थियो धनियाँ। धनियाँ छँदैछ, खोर्सानीको बोट मरेको। के गर्नु, सब बेहाल बनाइदिएछ नि हजुर। खोर्सानीको बोटहरू यहाँ यत्रो भएको छ। यहाँ मल बनाउने ठाउँ हो यो, मल बनाउने ठाउँ। यहाँ अम्बक यत्रो छ, काटेर नास्ता बनायो। यो चाहिँ आँप भन्नुहुन्छ भने चिनीभन्दा आएको छ। यो महागुलियो, अब आगामी साल फल्छ जस्तो लागेको छ। 3टा 4टा बोट छ यो। म आफैले भिडियो बनाइरहेको छु। मेरो ऊ चाहिँ फेस चाहिँ अब देख्नु पाउनु भएको छैन होला हजुरलाई। अब म थोरै यताबाट म देखाउने छु। अलिक हल्लिन्छ होला, मेरो हात हल्लिन्छ। ल हेर्नुहोस्, म यस्तै हो। देख्नुभयो होला मेरो फेस। अरूले खिचिदिएको भए पो हुन्छ र, आफूले खिचेको हो। त्यही भएर लसुन छ है यता। हिँड्दै जाँदैछु, हेर्नुहोस्। उता त्यो के भन्छ, लक्ष्मी फुल भन्छ। एकपल्ट फुलेपछि 1 महिनासम्म नसुक्ने फुल भन्छ। यो हेर्नुहोस्, यहाँ चाहिँ लक्ष्मी फुल भनेको लक्ष्मी कि सरस्वती भन्छ, त्यो नाम पनि थाहा छैन। तर अनुसारमा मैले बोलिदिएँ। जे होस्, यहाँ सत्यनारायण मन्दिर पनि छ। उता हनुमानजी, यता मेरो प्याज यही हो, हेर्नुहोस्। उता सलगम छ, सलगम पनि म देखाउँछु नजिकमै, जे जस्तो भयो भने। पोहोरको साल त धेरै फलेको थियो, तर यसपालि चाहिँ अलिक भएन मल नभएर। अब यसपालि कृषि चुना सट्ट ल्याएर हाल्छु भन्ने लागेको छ। गाजर यहाँ उ भइरहेछ है, यहाँ सलगम छ। चुकुन्दर पनि भन्दो रहेछन्, सलगम पनि भन्दो रहेछ। तर हामी सानोमा
पढ्दाखेरि किताबमा सलगममै थियो, त्यही भएर अनुसारले सलगममा भनेको। अस्ति भिटामिन हालिदिएको छु मैले, अब कस्तो हुने हो के कस्तो। गाइजहरू लाइक कमेन्ट गर्नु होला, मेरो भिडियो हेर्न पाउनुहुन्न। मेरो फेस आफूले भिडियो बनाइरहेको छु। हवस् त, नमस्ते। हजुरहरूलाई के कस्तो लाग्छ लाइक सेयर कमेन्ट गर्नु होला। म अहिलेलाई बाई, तपाईँलाई बाई बाई भन्छु ल।